जेसुकै गर्नु भनेको छ है फेरि। काका ओ काका ए काकी यही हुनुहुन्छ अनि काकी काका कहाँ हुनुहुन्छ? तेरो काका ऊ जङ्गल च्याउ टिप्नु भनेर गएको खोज्नु गएको च्याउ त भेट्टाएन रहेछ। अनि हात्तीको अन्डा भेटाएर हात्तीको अन्डा पो उठार्दै होला है भित्र कोठामा। जान गरे हेर जा। हात्तीको अन्डा? हात्तीको अन्डा खोइ अनेकै गर्छ तेरै काकाले। जा त गरे हेर त। हात्तीको अन्डा ओ काका काका ढोका लाएर सुत्नु भएको छ क्या तेरो काका उठार्दै होला नि त। अनि त्यो उठार्दा त ढोकै लाएर बस्छ अहिले खोज्छ होला। काका मैले सुनेको काकीले भन्नुभएको अनि तपाईँले त जङ्गलबाट हात्तीको अन्डा ल्याएर ओथ्रा बसिराख्नु भएको छ अरे त हो? हो त ए खलक्कै भइसक्यो 4-5 दिन भयो। हजुर त्यति खाना पनि रुच्दैन फेरि गर्मी चढेछ कि साह्रो पोलिरहेछ हौ। आमा गर्मीमा त साह्रो पर्दो रहेछ ओथरा बस्नु पनि। जान अलिकति चिसो पानी लिएर काकीलाई भन् त। ए पानी खानुहुने? ए ल ल ए ल ल म ल्याइहाल्छु ल। काका ए लु छिटो पानी खाइहाल्नु त पहिला। हजुर है सन्चो भयो। अनि काका कति दिन भयो अरे ओथरा बस्नु भएको? ओथरा बसेको ओथरा बसेको त भयो केटा 6-7 दिन भयो होला हौ। 7 दिन भइसक्यो? ए खोइ म एकपल्ट छाम्छु ल। बा बच्चाहरू निस्किसक्यो कि? छाम्छस्? छाम्न त छाम ल। के हो केटा? काका हजुर हात्तीको अन्डाबाट सुन निस्किन थालिसकेछ त अनि? सुन हो त अनि? ए होला नि अब 6-7 दिन भइसक्यो। के गरे काकीले सुनाउने गरे? अब म काकीलाई सुनाएर आउँछु ल। ल ल सुन ल। यस्तो शुभ समाचार त सुनाइहाल्नु पर्छ। जा 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 जा। ए काकी हो रहेछ नि त अनि मैले छामेको सुँड पनि निस्किन थालिसकेछ त। ए हो पहिले हात्तीको बच्चा मजाले खेलाउनु पाइस्। त्यही त है खेलाउनु पाउने। त्यही हो खेलाउने ल। हात्तीको बच्चा खेलाउनु पाउने भयो। हात्तीको बच्चा खेलाउनु पाउने भयो। हात्तीको बच्चा खेलाउनु पाउने भयो। हात्तीको बच्चा खेलाउनु पाइने भयो। हात्तीको बच्चा खेलाउनु पाइने भयो। हात्तीको बच्चा खेलाउनु पाइने भयो। होइन ओथरा बसेको मान्छे किन बाहिर निस्केको? उतार सोतार पुरा छोड्दै तेरै 32 केटालाई पठाइछस् भित्र अन्डा पुरा छामेर हात लगाएर सबै अन्डा खैला पैला बनाएर सबै बिग्रियो। अन्डा त्यो हात्तीको अन्डा सन्डा पुरा छोड्दै मलाई अब भोलि नै 1 लाख रुपियाँ चाहिएको छ। म त्यहाँनिर स्कुटी किन्छु। त्यो साथीको स्कुटी छोडेर गएको साथी उता युके गएको छ। मलाई अब बुढेसकालमा चाहिएन यसो स्कुटी। मलाई तेरो त्यो घाँटीको सिक्री दे। मलाई सिक्री चाहिँ दिदिनँ है। जति गरे पनि जे भने पनि म सिक्री त खोल्दिनँ है। म दिदिनँ। नदिने? एउटा भएको सिक्रीमा कस्तो कुरा गर्नु छ तपाईँ? अनि दिने कि नदिने? म दिन्न। नदिने? दिन्न मान्छे दिन्न कति भन्नु हौ? जेसुकै गर्नु है त? जेसुकै गर्नु। म त दिन्न भने चाहिँ दिन्न। एउटा भएको सिक्री पनि आँखा लाएर मर्न आँटिसक्यो हौ। ठिक छ जेसुकै गर्नु भनेको छ है फेरि। अनि गर्नु के गर्नु छ? गर्छु नि। गर्नु गर्नु मेरो पनि छ नि टेक्निकहरू। त्यो टेक्निकले केही पनि मलाई दिमागहरू घुमाउँछु नि फेरि म पनि। घुमाउनु घुमाउनु शैतान दिमागहरू। अरे काका हजुर हिँड्नुभयो? ए तेरोतिर आएको केटा। ए मेरोतिर? एउटा सल्लाह गर्नुपर्ने छ। साह्रो त्यो काकीले त मलाई त झोक उठाएर यहाँनिर अब सल्लाह गर्छु। के भन्छ फेरि? कस्तो झोक उठायो? कस्तो सल्लाह हो? अब सुन्न म एउटा प्लान लिएर आएको छु। के गर्नुपर्छ भने क्या बजारमा गएर होइन एकैपल्ट माथिको जस्तो सुकै लुगा भए पनि हुन्छ। ट्राइकहरू जस्तो खालको हुन्छ नि भाडा माथि
के चिनिस हामीलाई चिनेछ जेहोस् जेहोस् तँलाई परिचय त दिनु परेन नि होइन गुरु यो बोल्नेसम्म होइन घाँटीमा सिक्री निकाल्नु लाग्यो निकाल सिक्री निकाल कि तातो गोली खाने निकाल तैँले निकाल्छस् मेरो हातबाट निकालौ कति तोला छ काम चल्छ नि चल्छ गुरु चुप ए त सुन यो कोठा यो किचन सबै साफ बनाएर आइज अनि केटा के गर्दैछौ अहिलेसम्म किन गएको त किचनमा गएको आधी घन्टा भइसक्यो आउँदैन त के गर्दैछौ त्यहाँ बस म त किचनमा हेर्न आउँछु त्यसलाई के गर्दैछौ यो के गरेको थुक कहीँ होला ए के गरेको गुरु किचन साफ गर्न आएको सबै साफ गर्दै थियो कि यहाँ त सुँगुरको मासु भेटाइस् सुँगुरको मासु रहेछ म त हान्देको भातै खानु नपाएको जस्तो तँलाई त मैले किचन त साफ बना भनेको कोठा साफ बना यो करै साफ बना भनेको थिएँ सुँगुरको मासु देख्यो त कहाँ छोड्नु मासु नखाएको थियो हल्का थिएनस् छिटो खा छिटो छिटो फले छिटो के गर्ने यसलाई के गर्ने गुरु उता फर्किनु लाउनु भन्नु भित्तामा भित्तामा होइन तेरोमा मोबाइल छैन छैन एउटा मोबाइल पनि हुँदैन तेरोमा ए छाम त गोजीमा रहेछ गुरु किन ढाँटिस् निकाल ए म यो भिडियो लगाइदिएन चुप लो यहाँनिर भिडियो लगाइदिएको छ पक्रे यसरी यहाँनिर फेरि पुलिसहरू आयो भने दुईजनाको भिडियो बनाइदिएको भन् ल अरू पछि आइज भिडियो बनाइदिएको छ उठ भिडियो बनाएन ल खिचेको जस्तो गर्दै आइज पछि भिडियो बनाएको यता भिडियो बनाएको छ गरे छिटो पुलिस आयो भने के भन्छस् अरे हामीले टिकटक भिडियो बनाएको हो भनेर भनिदिन्छु छिटो आइज भिडियो बनाएको छिटो पुलिस आउँछ फेरि जाउँ भिडियो बनाएको छ गरे राखेँ भिडियो बनाएको जस्तो गर भिडियो बनाएको जस्तो गर यो बच्चीहरू त चिनेको मान्छे जस्तो लाग्यो त बोली सुन्दा त स्वर सुन्दा त यो मान्छेहरू चिनेको जस्तो लाग्यो मलाई यो मान्छेहरू चिनेकै हो सबै चिनेको मैले चिनेकै हो मान्छेहरू